बिहानको 8 बजिसक्यो महारानी अहिले पनि उठेको छैनन्। उठे आमा उठे, आउँदैछु, सिन्दुर लाउँदैछु, आइहाले। म चाहिँ बिहानदेखि बाहिर बसिरहेको छु। कसको चाहिँ बढी ढिलो उठ्छन् होला 8 बजी। तिमीले पनि आमा ढिलो उठ्छन् होला बिहान, अनि तिमीले पनि त्यही सिकेको होला नि। के भएर यहाँ आएर बसेको, मेरो छेउमा आएर बसेको? म आज एक दिन ढिलो के उठे, तपाईँले मलाई यति सुनाउनु भएको। अरू बेला उठेर गरिरहेछु त। अनि फेरि जे भन्नु छ मलाई भन्नु नि, मेरो आमाको नाम किन बिचमा ल्याउनुहुन्छ? तपाईँलाई पनि मैले भन्नु सक्छु त, तपाईँलाई पनि तपाईँको आमाले केही सिकाएनछन्, त्यही भएर तपाईँले यस्तो बोलेको भन्नु सक्छु त म पनि, तर म भन्दिनँ त। मलाई मेरो आमाले सिकाएनन् भने तपाईँलाई पनि तपाईँको आमाले सिकाएनन्। अनि यो बुहारीले के बोलेको मलाई? ठुलो स्वर गरेर केही पाइँदैन आमा, मायाले बोल्नुहोस्, माया गर्नुहोस्, आफ्नो ज्यान पनि दिनु तयार छु। अब जे भनिहाल्नु भयो, बस्दै गर्नु, म चिया बनाएर ल्याउँदैछु। अनि बिहानदेखि टिभी हेर्न बसेको महारानी जस्तै भएर ठ्याक्कै बसेर बिल चाहिँ के तिम्रो माइतबाट बाबुले ल्याएर तिर्दिन्छन्? ए अब यो घरको इलेक्ट्रिकको बिल पनि मेरो माइतकै बाउले आएर तिर्दिनु पर्ने हुन्छ नि त। मैले अहिले एक फोन मात्रै गर्नुपर्छ, मेरो बाउले तिर्दिन्छ। तपाईँहरूले तिर्नु पर्दैन, ढुक्क भएर बस्नुहोस्, मेरै बाउलाई तिर्नु लाउँछु म। अब त बेसी नै भयो नि, तिम्रो बाबाले संस्कार दिएर पठाएको छ तिमीलाई। मलाई सिकाउनु भएको संस्कार मेरो आमा बाबाले के हो भन्नु म तपाईँलाई? मेरो आमा बाबाले मलाई यही संस्कार सिकाउनु भएको छ कि तिमीसँग अगाडिको मान्छेले तिमीलाई जस्तो व्यवहार गर्छ तिमी पनि उसँग त्यस्तै व्यवहार गर्नु भनेर सिकाउनु भएको छ क्या। र तपाईँले मसँग नराम्रो व्यवहार गर्नुभयो, तपाईँले मलाई नराम्रो बोली बोल्नुभयो भने अवश्य म पनि त्यही बोली तपाईँलाई फर्काउनेछु। र तपाईँले मसँग राम्रो बोली गर्नुभयो, तपाईँले मलाई राम्रो व्यवहार गर्नुभयो भने त्योभन्दा पनि राम्रो बोली बोल्नेछु र त्योभन्दा पनि राम्रो व्यवहार म तपाईँलाई फर्काउनेछु क्या। मेरो घरबाट मलाई यही संस्कार दिएका छन् र यो संस्कार नराम्रो हो भने त्यो म केही भन्न सक्दिनँ त्यसमा चाहिँ। यदि कसैले तपाईसँग असभ्य कुरा गरिरहेको छ भने तपाईँले उसँग विनम्रतापूर्वक कुरा गर्नु आवश्यक छैन, किनभने व्यक्तिले जस्तो परिणाम दिन्छ त्यस्तै फल पाउँछ।